रुके दाइ, ओ रुके दाइ, ल म आए हे, भैँसी पनि ल्याएको छु, बाहिर आउनुस् त। हैनको हो बिहान बिहान चिच्याउने। ओहो ढुके, आइपुगिस्। भैँसीलाई यतै कतै बानेर भित्र आइज, भित्रै कुरा गरौँ। होइन दाजु, यतै सबै चिनोबानो गरौँ न, हुँदैन? मैले भनेपछि खुरुक्क हिँड्न, मेरो घरमा आउन हुन्न तलाई। ल भण्डुके के खान्छस्? चिया, दुध? टाढाबाट आउँदा थकाइ पनि लाग्यो होला। होइन दाजु, घरबाटै चिया खाएर आएको, बरु कामको कुरा गरौँ न है। ल मैले यो कागज बनाएको छु, एकचोटि राम्रोसँग पढ, ठिक लागे तल ल्याप्चे हान। ल हुन्छ दाजु। होइन दाजु, यो के हो? हिजो प्रति महिना 500 ब्याज भन्नुभयो, हजुरले यहाँ त 600 लेख्नु भएको छ त, यस्तो झुक्क्याउनु त भएन नि। खै ए हो पो रहेछ त, झुक्किएर भएको हुनुपर्छ। पर्खी म यसलाई